लामो इतिहास गौरवशाली इतिहास बोकेको संगठन अखिल क्रान्तिकारीलाई विद्यार्थीहरूले यो मानेमा चुन्नुपर्छ। आम विद्यार्थीहरूको हक हित र अधिकारको लागि बोल्ने, समाजमा पिँधमा रहेका मानिसहरूको हक हित र अधिकारको लागि बोल्ने, दलितको लागि बोल्ने, महिलाको लागि बोल्ने, उत्पीडित समुदायको लागि बोल्ने संगठन भनेकै अखिल क्रान्तिकारी हो। त्यो हुँदाखेरि अखिल क्रान्तिकारीलाई नै चुन्नुपर्छ, अखिल क्रान्तिकारीले नै मत हाल्नुपर्छ भन्ने मेरो धारणा। त्यसैभरि अखिल क्रान्तिकारी चाहिँ सोभि निर्वाचनमा होमिएको अवस्था छ। विद्यार्थीहरूको साझा संस्था सोभिको निर्वाचन हुनु नै हाम्रो लागि खुसीको कुरा हो। हामी निर्वाचनमा भाग लिन्छौँ र हामीले हाम्रो राम्रो तयारी गरिसकेका छौँ। हामी जुनैसुकै हालतमा पनि निर्वाचनको पक्षमा छौँ। म आफू विक्रम सम्वत 2074 सालमा आरआर क्याम्पस छिर्दै गर्दा यहाँको स्थिति, यहाँको लाइब्रेरीको स्थिति, यहाँको चाहिँ नि प्रशासनिक अवस्था धेरै विकरालै थियो। त्यो हुँदाखेरि हामीले लाइब्रेरी सुधारको लागि पहल गऱ्यौँ। हामी सोभियोभन्दा बाहिर थियौँ, हामी त्यति बेला सोभियोमा थिएनौँ। त्यो हुँदा पनि हामीले पहल गरेर आज आरआर क्याम्पसको लाइब्रेरी एकदमै राम्रो उत्कृष्ट लाइब्रेरी हामीले बनाउन सफल भयौँ। हामी त्यति बेला तत्कालीन समयमा चाहिँ के थियो भन्दाखेरि स्नातकोत्तर तहमा स्कलरसिपको व्यवस्था थिएन, ब्याचलर स्नातक तहमा स्कलरसिपको व्यवस्था थियो तर मेरिटमा थिएन। त्यो हुँदाखेरि हामीले विद्यार्थीलाई मेरिटको आधारमा स्कलरसिप दिनुपर्छ। आम विद्यार्थीहरूको साझा संस्था सोभियो विद्यार्थीहरूको अभिभावक हो। त्यसो हुँदा विद्यार्थीहरूको प्रतिनिधि भएर विद्यार्थीहरूको अधिकारको कुरा, विद्यार्थीहरूको हक हितका कुरा गर्ने सोभियो संस्था चाहिँ अपरिहार्य हुन्छ। लामो समयदेखि आरआर क्याम्पसमा सोभियो निर्वाचन हुन सकेको छैन। यो अवस्थामा हामीले विद्यार्थीहरूको प्रतिनिधि बनाउनका लागि विद्यार्थीहरूले आफ्नो प्रतिनिधि आफै चुन्नका लागि चाहिँ सोभियो निर्वाचन आवश्यक छ। सोभियो निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा नै छौँ हामी। नेपाली समाजमा पछिल्लो समय विद्यार्थी राजनीतिले विश्वविद्यालयको पढाइको गुणस्तर घटायो, विश्वविद्यालयमा राजनीति हुनु गलत हो भन्ने किसिमको गलत भाष्य जबरजस्त ढङ्गले अगाडि सारिएको अवस्था छ। यो बिल्कुलै गलत हो। आज विद्यार्थीहरूले राजनीति गर्नु हुँदैन भनेर जसले भनिराखेका छन्, आज अर्थशास्त्र पढ्नेले राजनीति गर्न नहुने, आज राजनीतिशास्त्र पढ्नेले राजनीति गर्न नहुने, आज चाहिँ पत्रकारिता गर्नेले राजनीति गर्न नहुने जस्ता किसिमका भाष्यहरू बनाउँदैछन्। यो बिल्कुल गलत हो। साँच्चीकै राजनीति चाहिँ हामीले बुझेका छौँ, विद्यार्थी पुस्ताले बुझेको छ। त्यो हुँदाखेरि विद्यार्थी पुस्तालाई राजनीतिबाट बाहेस गरेर त्यही हिजोको चाहिँ सोचले अथवा उमेरले पनि नेटो काटिसकेकाहरूलाई नै राजनीतिज्ञ मान्ने, उनीहरूले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य एकदमै गलत कुरा हो। विद्यार्थीहरूले आम रूपमा राजनीति गर्नुपर्छ भन्ने मलाई लाग्छ। स्नातकोत्तर तहमा पनि स्कलरसिप दिनुपर्छ भन्ने कुराहरू उठाएर क्याम्पस प्रशासनलाई दबाब दिएर स्कलरसिपको व्यवस्था गर्यो। त्यो हुँदाखेरि अहिले मानविकी सङ्कायको सबैभन्दा ठुलो क्याम्पस आरआर क्याम्पसलाई चाहिँ बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तो होइन। सबै विद्यार्थी यहाँबाट डिग्री गरेर निस्किन्छ, ब्याचलर डिग्री गरेर निस्किन्छ, मास्टर्स डिग्री गरेर निस्किन्छ। त्यो हुँदाखेरि रोजगारीको अवस्था छैन। त्यो हुँदाखेरि हामीले पार्ट टाइम रोजगारी, विद्यार्थीलाई पार्ट टाइम रोजगारी र क्याम्पसमा रोजगार विभाग भन्ने मूल एजेन्डा अगाडि सारेका छौँ। त्यो हुँदाखेरि यो भित्र जसलाई आवश्यकता छ, जसलाई धेरै आवश्यकता छ, जो विद्यार्थी अब्बल छ, जो विद्यार्थी क्षमतावान छ, तिनको लागि चाहिँ हामीले रोजगारीको व्यवस्था गर्नलाई रोजगार विभाग गठन गरेर सोभियोलाई पारदर्शी, सोभियोलाई निष्पक्ष, सोभियोलाई चाहिँ गतिशील बनाएर अगाडि बढ्नेछौँ। करले होइन, यसपटक रहरले मत हाल्नुहोस्। एक जुगमा एक दिन एक फेर आउँछ, उलटपुलट उथलपुथल हेरफेर आउँछ भन्ने विश्वासका साथ हामी सोभियो निर्वाचनमा होमिएका छौँ। त्यो हुँदाखेरि तपाईँले आफ्नो रहरले तपाईँको आफ्नो अपनत्व महसुस हुने क्यान्डिडेटलाई छान्नुहोस्। तपाईँको आफ्नो अपनत्व, तपाईँको आफ्नो प्रतिनिधि जसले गर्न सक्छ त्यसलाई छान्नुहोस् भन्न चाहन्छु।